सुकुम्बासीका नाममा 35 वर्षमा 19वटा आयोग बनाएर 4 अर्बभन्दा बढी लुटपाट मचाउँदासम्म त्यसो बिग्रेर त्यसो बिग्रियो, यसो भत्कियो त्यसो भत्कियो भन्ने मान्छेहरू कहाँ थिए? सुकुम्बासी समस्या समाधान हुनै पर्छ। हामीले के सुकुम्बासीका जीवनहरूलाई खोला किनारमा नरकीय जीवन बनाउन खोजेको हो? सुकुम्बासीलाई सदाबहार चाहिँ किनाराको जीवन बाँच्न बाध्य बनाउन खोजेको हो? सुकुम्बासीको आत्मसम्मान खोज्ने मान्छेहरू प्रत्येक बर्खामा सुकुम्बासी बस्तीहरूमा पानीले डुबाउँदाखेरि तिनका जीवन नरकीय हुँदाखेरि त्यो आत्मसम्मान खोज्ने मान्छेहरू कहाँ थिए? झुपडीका बालबच्चाका चाहिँ झोला किताब कापी पानीले रुच्दाखेरि भिज्दाखेरि कहाँ थिए? महिनौं स्कुल पढ्न नपाउँदासम्म त्यो बालबालिकाको अधिकारका पक्षमा बोल्ने मान्छेहरू कहाँ थिए? खोलाको प्रदूषित पानीले सयौं प्रकारका रोगहरू त्यो बस्तीहरूमा फैलिँदाखेरि आत्मसम्मान बोल्ने मान्छेहरू कहाँ थिए? जनतालाई चाहिँ घरबार विहीन बनाउनु पर्छ भनेको होइन। सुकुम्बासीलाई ठिक ढङ्गको व्यवस्थापन गरेर राज्यको सम्पत्ति राज्यमा त ल्याउनै पर्छ। नक्कली सुकुम्बासी खडा गरेर सहरका चाहिँ खोला किनारका चारपाटे जग्गाहरू कब्जा गर्ने एमाले कांग्रेस माओवादीका मान्छेहरूलाई त कुनै पनि हालतमा त्यहाँबाट लखेट्न पर्छ।